दुईजना यहाँ छ। कसले हावा त कम छ त नि, हावा कम छ है। हावा कम छ त्यस्तै लाग्यो। यहाँ टाढामा एकछिन बसियो, अब घरतिर लाग्दैछौँ हामी। यो ठाउँ चाहिँ दामी हुन्छ। यहाँ आउँदाखेरि भाइब जहिले यस्तै हो, कुहिरो लाग्यो हुन्छ। केटाहरू कहाँ हिँडिसकेको अरे, म यता पछाडि लागिरहेको छु। यहाँ त अब सिधै तल गयो भने नागढुङ्गातिर पुग्छ। हामी जान्छौँ माथितिर, स्विजरल्यान्ड पार्कको साइड हुँदै उता माथि कलङ्की साइड। सायद केटाहरू अगाडि नै हिँडिसकेको अरे। म चाहिँ अब जाँदैछु। म यहाँ परेको थिएँ लास्टमा। माथि बत्ती बाल्ने बेला भइसक्यो, हामी घरका छैन, यहीँतिर छ। मजा लाग्छ यार घुम्न नि। यो ठाउँै यस्तै छ। यसो घुम्यो, रमाइलो गर्यो, अनि त्यसपछि हिँड्यो। यहाँ माथि त्यो टावरतिर जान्छ, यता तल घरतिर जान्छ। तिमीहरूलाई पर्ख्या हो। अब हामी सिधै तलतिर जान्छौँ। तल यस्तै पुरै कुहिरो लागेको छ। एकैछिन अगाडि जानुपर्छ, त्यसपछि त सब यो हटिन्छ। मुखमा पुरै चिसो छरिरहेछ। सत्र चिसो चिसो आइरहेछ यार। के भयो? एउटा बाइकमा 4 जना हिँडिरहेछ यार। हो यहाँ तल एकछिन आयो, सब अब बादल जति हट्यो। त्यतिमा बादल छ। एक्सिडेन्ट हो कि चेकिङ हो? रमाइलोको लागि आउँछन्, रमाइलो गर्छन्, जान्छन्। हामी नि त्यस्तै हो। बाटो पनि मस्त छ। बाटो राम्रो, वेदर राम्रो, मुड त त्यसै राम्रो भइहाल्छ। के पर्यो त्यहाँ? चलाउन नजाने? क्या हो र?
ड्राइभर अलिकति कमजोर परे जस्तो छ। इलेक्ट्रिकमा छ यार, कोही भेट्यो भने हामी ब्रेकै लाग्दैन। माथिको मौसम कस्तो थियो, यहाँ तलको मौसम यस्तो। अब ब्रेक पराउन थाल्यो उल्टै। हामी जाने यता राइटतिर, यता यता। यो चाहिँ सुइताटारको बाटो भयो। तल सिधै पलङ्की ओभरपासको अलिकति अगाडितिर आउँछ, जस्तै बाफरतिर। हामी तलसम्म पुगिहाल्यौँ। रिङ रोडमा यहाँ अगाडि टच भइहाल्छ। क्रस गरेँ। अब यहाँ सिधै बल्कु हुँदै बल्कु चौकीघाट एकान्तकुना र सिधै बल्कुमा यहाँ आइपुग्यो। माथि पानी पत्राहरू छ। अगाडि यहाँ भइहाल्यो साथीहरू। यहाँबाट क्रस हान्न लागेछन्। घरसम्म भिडियो भयो। अङ्कलकोमा एकछिन बस्छौँ, त्यसपछि घरतिर लाग्छौँ।